मर्निङ सम्पूर्णमा आज चाहिँ फेरि डे 2 मा हामी फेरि अब बिहान आज उठिसक्यौँ। बिहानको मौसम चाहिँ यस्तो छ होइन, यस्तो बवाल छ। हामी जानुपर्ने चाहिँ मामा कता हो? हामी चाहिँ अब यस्तो लाग्ने हो। अम्बो क्या दामी यार। हाम्रो चाहिँ सुतेको यहाँ, हामी खानासाना यहाँ हामी खायौँ। यस्तो दामी के, तर अहिले अब घामहरू निस्किएको छैन होइन। अहिले क्लियर मौसम चाहिँ छ क्या, केही मौसम लागेको छैन होइन। अहिले क्लियर बादलहरू चाहिँ धुस्सिएर आएको छैन, दामी भइरहेको छ। वहाँ पर जाँदै हुन्छ, हामी जाने बाटो यहाँ पर ब्याकग्राउन्डमा देख्नुहुन सक्नुहुनेछ बवाल हिमालहरू पनि देख्न सक्नुहुनेछ होइन। हामी चाहिँ अहिले 3000 हाइटमा छौँ। अब हामी 1-2 घन्टा पछाडि चाहिँ हामी 3500 हाइटमा पुग्ने छौँ होइन। हामी जानुपर्ने डाँडा चाहिँ यहाँ माथि हो। त्योभन्दा कति घन्टा लाग्छ मामा उता जाने 3 पोखरी? हामी बेलुका त्यता कति 6-7 बजी पुग्नेछौँ। अब त्यहाँ जानलाई हामीले 3 घन्टा 4.5 घन्टा लाग्छ भन्दै हुनुहुन्छ मामाहरूले होइन। हाम्रो डाँडा हेरौँ न त कहाँ छोरा छ त यार, कस्तो दामी यार। स्वागत छ तपाईँहरूलाई। आज चाहिँ एकदमै मौसम खुलेको छ। हामी बिहानै उठ्यौँ र आज एकदमै बवाल हुनेछ। यो भिडियो नछुटाउनु होला, एकदम बवाल छ है। अहिले चाहिँ बिहान कति 5 बजी हामी उठेर सुरुवात भइसकेको छ। हिजोभन्दा अर्को त्यसपछि खानासाना बनाएर खाएर खाजा बोकेर मामाले चाहिँ टुसा हल्का, मामाको काँधमा चाहिँ अब यस्तै त अब सर्भाइभल गर्दा त नर्मल हो होइन। टुसा, लोकल टुसा खाने हो आज पनि हामीले। हाम्रो अरू पनि सब्जीहरू छ, तर आज चाहिँ हामीले भोकोसम्म टुसा मात्र खाने हो। अब दाइ र म चाहिँ जानुपर्ने हुन्छ अब दाउरा खोज्न फेरि पनि होइन। पाण्डु के कसो छ? हामी यो चाहिँ आज बसेको क्याम्पदेखि खाने पानी हो होइन। हामी दाइसँग चाहिँ यहाँ पर दाउरा लिन जानुपर्ने हुन्छ। दाइले चाहिँ पानी भर्दै हुन्छ यस्तो बवालका। यहाँ चाहिँ दाउराको जुगाड गर्नुपर्छ साथै यसरी होइन। अगाडि नै सब मारिसकेको हुन्छ। यहाँ आउने मामाहरूको गोठ आउने मामाहरूले सब गोठालाहरूले यो चाहिँ मारेको हुन्छ होइन। सबै त्यो सब दाउरा एउटा एरिया हुन्छ नि त हो, त्यो एरिया चाहिँ सबै दाउरा मारेको हुन्छ क्या। यस्तो खतरा हुन्छ दाउरा चाहिँ। यो चाहिँ लगेर हामीले हिजो मामाहरूको चलायौँ, आज चाहिँ उनीहरूको मामाहरूलाई लगिदिनु पर्ने हुन्छ। पछि हामीलाई नि काम लाग्न सक्छ, त्यसैले दाउरा लानुपर्ने हुन्छ। दाइ र म चाहिँ आएको छु, मामा र दाइ चाहिँ खाना बनाउँदै हुन्छ। हेरौँ, हामी 7 बजीतिर निस्किनु पर्ने हुन्छ आज होइन। लास्टै ढिलो भइरहेछ हामीलाई चाहिँ। हामीले हाम्रो कपडा प्याक गर्नुपर्ने हुन्छ है साथी हो। सक्नुहुनेछ हाम्रो पाण्डु सर, लुगा यता छ होइन। दामी। आज चाहिँ केटाको भारी यही हुन्छ क्या, चामलको भाग अङ्कङ जोगिसकेको भारी होइन। तातो खानु हिँडिहाल्ने हो हामी। अब चाहिँ लो हामी चाहिँ चोङ्रेबाट अब ठक्कै बिहान 7:20 लागिसक्यौँ बाटो। ठक्क अब यहाँ बसेको हामी, यहाँ जाँदै हुनुहुन्छ दाइहरू मामाहरू चाहिँ। हामी चाहिँ त्यो डाँडा अलिअलि ढुसी लागेको डाँडा पुग्नुपर्ने, त्यहाँदेखि धेरै राम्रो छ होइन। लो हामी चाहिँ अब निरन्तर यात्रा फेरि हाम्रो आज मात्र। ओहो, चिमाल र पत्लिङ्गाको बिच हामी चाहिँ 3000 हाइटदेखि 3500 हाइटमा जाने क्रममा भेटिएको दृश्य। अम्बो के बवाल यार। ओहो के हो नेपालमा यस्तो नानी, तिमी माइ पोखरी गयो होइन? बवाल छ नि साथी हो। आउनु पर्यो नि त यहाँ सबैजना डुल्न। ल घुम्न हेर्नु पर्यो यस्तो आनन्द। के हो मामा यो? हेरेर न साध्यै छैन यार। यस्तो नानी ऊ यता हाम्रो कुक हुनुहुन्छ यस्तो नानी। हामी चाहिँ अहिले केदेखि पाएको मामा? हामी चोङ्रेदेखि माथि लमेनी जाने क्रममा। यो चाहिँ के अरे मामा? यो चाहिँ चिउले
जाने क्रममा भेटिने खर्का यो सिउले यस्तो फुल बवाल फुलिरहेछ है यस्तो आम्बो सुन्दर क्या स्वर्ग भनेको यो हो नि त स्वर्ग भनेको यो हो नि त आम्बो के दामी के छ रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ हाइलाइट छैन स्वर्ग भनेको यो हो मलाई नि त्यस्तो खासै फिल भएको छैन हल्का अब चिसो तर अब लास्टै चिसै छ होइन आम्बो त्यो दामी क्या यस्तो चाहिँ हुनु पऱ्यो नि त स्वर्ग भनेको आफै आफ बनिने हो क्या बनाएर होइन क्या बनिने ठाउँ हुनु पऱ्यो आफै आफ त्यो चाहिँ आफै आफ बनिने हो क्या आम्बो हेरौँ न यार सिन ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ सिन चाहिँ होइन यस्तो बवाल छ है साथी हो यो हो नि त स्वर्ग भनेको चाहिँ यस्तो हुनुपर्छ आफै आफ बनिने होइन हामी चाहिँ अहिले चिउले खर्कामा अब चाहिँ हामी 1 घन्टामा पुग्छौँ होला माथि के अरे लमेनी होइन लमेनी पुगिन्छ अब हामी चोङ्रे छोडिसक्यौँ हामी चाहिँ अहिले यो के अरे दाइ यो ठाउँको नाम निङवासको यहाँ चाहिँ निङवासको ओडार पनि छ है साथी हो निङवासको ओडारमा थकान मार्दै हामी फुल हरियाली आनन्द सुगन्ध पनि छैन त्यही अनुसार हामी चाहिँ अहिले 3600 मिटरमा आइपुगेछौँ क्या त्यति धेरै हाईमा तरिकाले आनन्द होइन हामी मेन पुग्ने त मामा 4000 रहेछ त माथितिरै पुगिहाल्छ त्यही त ए 3600 भनेपछि 4600सम्म जान्छ होला 3600 निङ वासको ओडार रहेछ है यो चाहिँ अब मोबाइल यहाँ सरहरू आउनु भएर यो सब लेखिराख्नु भएको रहेछ होइन हाम्रो टोलीहरू चाहिँ यस्तो छ होइन यस्तो बवाल है निङ वासकोबाट जाने क्रममा चाहिँ यस्तो क्या पल्दिङ्गा चाहिँ यस्तो बवाल पर छ त यार चोङ्रे त अलिअलि मात्रै देखिन्छ त के दामी भाला कि के हो त केही देखिँदैन त गाउँ त आनन्द केटाहरूको चाहिँ प्याकिङ चाहिँ यस्तो छ है हाम्रो सर एउटा भोटे सर बाला त पर्लो हो नि अनि यहाँ हामी छौँ यो पाण्डोरामा चाहिँ यो चाहिँ हाम्रो कुक तपाईँहरूले चाहेमा केही होइन चाहेमा चाहिँ सम्पर्क गर्नु होला हामीसँग हामीले उहाँलाई सम्पर्क गरिदिनेछौँ ल ल छिरुवा ल छिरोभन्दा अलिक पर चाहिँ यस्तो बवाल सिन पनि छ है सिधै जानुपर्ने मौसम यस्तै धुम्म छ होइन म यहाँ छु दाइहरू मामाहरू अगाडि यस्तो छ है साथी हो यहाँ छिरुवाबाट अलिक पर चाहिँ यस्तो छ ठाउँ चाहिँ मौसम चाहिँ खराब भइरहेछ चिसोको त कुरै नगरौँ फर्स्ट टाइम आएको गाह्रो होला जस्तो छ यार यहाँ चाहिँ हामीले पानी भर्नुपर्ने हुन्छ होइन त्यो स्वर्ग त क्याप्चर गर्नु परिगयो नि यार आम्बो यतिको त अब लिनु पर्यो नि त यतिको लिनु नि त मजा भएन नि त सुन्दर स्वच्छ हावापानी आनन्द है के दामी हो यार हामी चाहिँ अहिले लमेनी आइसक्यौँ हामीले अब लमेनी आइसक्यौँ हामी चाहिँ
लमिनीमा हामी स्वागत छ भन्ने मान्छे कोही छैन। लमिनीको हालत चाहिँ यस्तो छ सब पुरा रुस साइडमा ब्याकग्राउन्डमा चाहिँ बादल धुम्म धेरै हाइट भएर हाइट चाहिँ कति मिटर हो? यो पुरानो हो, यो 3820 चाहिँ 17 हो। यो चाहिँ 3820 यो अगाडिको हो, तर मेन चाहिँ यहाँ 3935 मिटर हो। दृश्य त नि कुरै नहेर्नु न। म चाहिँ आत्तिरहेको छु कि अहिले चाहिँ आत्तिरहेको छु म चाहिँ अहिले चाहिँ म होइन लेकमा चाहिँ म आत्तिरहेको छु क्या अहिले। अब चौरीले हान्छ भनेर टेन्सन पनि छ मलाई। हामी चाहिँ ल्याम्मै क्या यस्तो रमाइलो ठाउँमा आइपुग्यौँ क्या। सब हाम्रो फोटोग्राफर भइरहेछ अहिले चाहिँ। होइ 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 वाउ माथि कति राम्रो सुन्थारामा सुन हुन्छ, फुलबारीमा फुल हुन्छ। यात्रा निरन्तर हाम्रो। ल ढोक्नु पर्ने हुन्छ यहाँ मैले चाहिँ होइन, सबैकोले चाहिँ आफूले ढोक्नु पर्ने हुन्छ। म चाहिँ फर्स्ट टाइम आएको हो होइन, त्यसैले ढोक्नु पर्ने हुन्छ। फेरि यो चाहिँ सुनपाती, यो चाहिँ हामीले चाहिने चिज हो सबलाई होइन। ओ माई गड, यसको सेन बनाएर केटीहरू पठाइदिउँ भने दामी छ है। अब यहाँदेखि चाहिँ लेक होइन, हिमाल जाने बाटो हो टक्कै। अब लमेनीदेखि जाने तल हामीले चाहिँ ठक्कै यो लमेनीमा आइपुग्न चोङ्रेबाट 4 घन्टा। अहिले हामी 39 हाई माथि छौँ। अब यहाँदेखि हामी कहाँसम्म पुगिन्छ हेरौँ, पुरा अपडेट आउने छ। क्या दामी यार, ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ यस्तो दामी। मौसम त धुम्म, यस्तो त वेदर के छैन, त्यो पनि यस्तो दामी सिनहरू छ क्या। टोलीहरू जाँदै हुन्छ, होस् लागेर बिजोग छ। सूर्य हामी चाहिँ आइसक्यौँ। यो सब देखेको चाहिँ चिमाल, सबै बगानै छ क्या चिमाल गाउँमा। चिमालमाथि आनन्द तरिकाले सब थकित मकै चपाउँदै झ्याप्प झ्याप्प चिमालमाथि मजा आनन्द लिँदै हुनुहुन्छ क्या। चिलमा चराचुरुङ्गीको आवाज सुन्नु मजा छ क्या। चिलमा चिमालमाथि चिलमा सूर्य हामी चाहिँ अहिले सूर्य यो भेराकोटमा आइपुग्यौँ। टक्कै हाम्रो सबसामा दाइहरू यता हुनुहुन्छ होइन। यस्तो आनन्द हाम्रो सरमाथि। अब मौसम धुस्सीले यस्तो केही देखिँदैन यहाँ ठाउँहरू चाहिँ। के हो मकै त चपाएको चपाइ गर्नुहुन्छ त दाइ, सिन त बबाल छ त हो। सूर्य हामी अहिले सूर्यबाट हामी लाग्दैछौँ माथि। देख्नुहुन्छ दाइहरू जाँदै हुन्छ, बोल्न सकिरहेको थिएन एकदम चिसो भएर। क्या दामी यार, झप्प झप्प झप्प। यो चाहिँ मामा के भनिन्छ अरे? यो दार्मे नै भन्छ होला। दार्मे धिसको ठाउँ यो चाहिँ एकदम। यहाँ पर चाहिँ ओडार हो, यो चाहिँ एरिया गएर। यहाँ हामी चाहिँ यहाँ छौँ, मामा र म पछाडि, दाइहरू अगाडि। मौसम अलिक खुल्यो त, मौसम खुल्यो भने त यस्तो बबाल हेरौँ न, बुकी झारहरू हेरौँ न त यस्तो बबाल छ है। सक्नुहुन्छ यस्तो रमाइलो ठाउँमा आइपुग्यो कि यसपालि हामी नसोचेको ठाउँमा आइपुग्यो यार।
यस्तो छ लास्टै ढुस्सो छ ढुस्सी लागिरहेको छ होइन यता त लास्टै बिजोग छ नि त हाइकिङ गर्न गाह्रो छ हाइकिङ ट्राभल लास्टै गाह्रो रिक्स पनि हुन्छ यार के दामी हो चिजहरू त नि बुकी फुल गरेर जाने नै हो क्या यो चाहिँ हाम्रो लेक चाहिँ होइन टोलीहरू आउँदैछ एकदम बिजोग तरिकाले हामी चाहिँ अहिले दार्ने लड्ने ठाउँमा होइन ओडारमा टक्कै अहिले चाहिँ हाई चाहिँ कति छ भने 39 माथि हाईमा हामी गइसकेका छौँ पुगिसकेका छौँ होइन यो तलको चाहिँ पछाडिको हो यो अगाडिको हो यो माथिको चाहिँ पछाडिको हो यस्तो डेन्जर अब पानी नुस्छु एकदमै लागेछ माने होला नि त होइन म ढोक्छु अब टेन्सन हुँदैन के दामी फुल यार स्वागत छ ओ पाण्डु खतरा यार हामी चाहिँ यहाँ कहाँ हो अहिले कुन ठाउँ भन्छ यसलाई पाण्डु दाइ ताकमार हामी चाहिँ अहिले ताकमारमा झाप्प हाम्रो ग्रुप चाहिँ म चाहिँ फोटो खिच्नु पर्ने हुन्छ खतरा आयो क्या यहाँ माथि त कस्तो दामी फुल यार यतिको चाहिँ हुनु पऱ्यो नि त यतिको चाहिँ खुलेकै भन्नुपर्छ योभन्दा राम्रो त कहाँ खुल्न सक्छ यार यस्तो बवाल क्या यो हो नि त ल्यान्ड भने स्वर्ग भनेको चाहिँ हो केटाकेटी हो बुझ्नु पऱ्यो नि त सबैजना हामी आफ्नो तालमा छौँ अहिले अब भिडियोको होइन यस्तो दामी खुल्या छ नि त नभए त अब खिच्न पाइँदैन होइन यस्तै डेन्जर छ क्या उफ यसले चाहिँ ताकमा उकालो भन्दो रहेछ होइन मलाई थाहा थिएन दाइहरूले भन्नुभएको थियो माथि हेरौँ न यसरी चाहिँ हामीलाई अब खेदाउँछ कि यो ताकमामा भेटेको चिज यो चाहिँ चौरी जप्के अनि परेर बिजोक हाम्रो हालत उता दाइहरू हुनुहुन्छ अगाडि फुलको सुगन्ध त पुरै नगरौँ होइन पानीबाट धुम्म भइरहेको छ यार उफ यस्तो बवाल ठाउँमा आइपुग्यो होइन दिदी दाइ यो ठाउँको नाम चाहिँ के हो कस्तो आनन्द क्या बो पुरा केही छैन त सुनपातीमा त झप्प झप्प ठाउँमा छ यस्तो सुन्दर ठाउँमा आइपुग्यो फेरि आउँदा आउँदै यो चाहिँ दाइहरूले नि यो ठाउँको नाम चाहिँ अलिकति कन्फ्युज भयो दाइहरूलाई नि यस्तो दामी अम्बो बादलले नि हल्का हल्का साथ दिइरहेछ अब धेरै टाढोको त देखिँदैन होइन ढुस्सी लागेर बिजोग छ त्यही पनि केही छैन केही छैन केही छैन हामी चाहिँ अहिले 4200 मिटर हाई माथि छौँ पुगिसकेका छौँ हामी चाहिँ अहिले यस्तै गाह्रो गाह्रो डेन्जर गाह्रो वेदरको कुरा गर्नुपर्दा पानी भरेर बिजोक लास्टै बिजोक यता हुनुहुन्छ हाम्रो सरहरू के छ दाइ अवस्था गम्भीर छ है एकदम नाजुक छ यस्तो हुनुपर्छ है एकैछिन घाम पानी पर्छ एकैछिन निको हुन्छ अब यस्तै हो लेकको होइन सबै टोलीहरू यता चटान केही छैन बुकी घाँस र बुट्यान र के अरे यो सुनपाती बाहेक केही छैन यहाँ चाहिँ
हाम्रो सर चाहिँ माथि ढुङ्गामा जाँदै हुनुहुन्छ अनि म यहाँ छु। यस्तो गाह्रो मकै चाहिँ चपाउनुपर्छ कि सकेन नत्र त गाह्रो हुन्छ यो ठाउँमा त। क्या दामी सुनपाती यो देखेको चाहिँ सब सुनपाती। हामीले हाम्रो भाषादेखि धुप भन्छौँ तर नेपाली भाषादेखि सुनपाती। जाँदै हुनुहुन्छ साथीहरू माथि बगानै छ कि सुनपातीकै। हाम्रो सर यहाँ हुनुहुन्छ सरलाई गाह्रो भइरहेछ आज म जस्तै। हामी चाहिँ झोपाल डाँडामा थकान मार्दैछौँ है। मौसम ढुसीले यस्तो बिजोग पारिसकेको छ हामीलाई। झोपाल डाँडाको हालत यस्तो छ हाम्रो चाहिँ। पानीले हल्का बिजोग अनि मौसम अलिकति खुलेन त्यही हो तर केही छैन। भोलिदेखि खुल्न सक्छ। लेकमा यस्तै हो नि त भन्न सकिँदैन कहिले खुल्छ कहिले खुल्दैन त्यही पनि केही छैन। मामाले चाहिँ यार्चेकोमा हेर्दै हुनुहुन्छ है फुलको प्रजाति। हामी चाहिँ अब एक्लै पोखरी पुग्न आँट्यौँ। धेरै टाढो छैन अरे भन्दै हुनुहुन्छ यहाँ। ओहो यस्तो पहिरोबाट सट्ट तरेर तल साइडबाट तल जानुपर्ने। त्यो दाइ गइराखेको थियो कि अहिले तल झरेर पर जानुपर्ने हुन्छ। हाम्रो सरमाथि हुस्सुले केही देखिँदैन आज चाहिँ। ओ माई गड घाम फेरि अहिले चाहिँ है यस्तो दामी घाम हो। हामी चाहिँ यहाँदेखि आएको हो होइन। यस्तो दामी एकैछिन एक साइड मौसम खुल्छ एक साइड खुल्दैन क्या यस्तो हो नि त। यस्तो हो क्या एक साइड मौसम खुल्छ एक साइड खुल्दैन यस्तो छ। ओहो कस्तो डेन्जर यार है। हामी एक्लै पोखरी हामी चाहिँ अघि पानी परेर भिडियो बनाउनु पाइएन होइन। अब लास्टै पानी ठुलो परेको थियो नि त त्यसैले क्याम्पस्याम चाहिँ एकदम रेडी दाउरा साउरा सब खोजिसक्यो। हामीलाई टाइम चाहिँ कहाँ पुग्दै हामी बसेको चोङ्रेबाट एक्लै पोखरी आइपुग्न 5 घन्टा 5 त होइन 5 4 9 घन्टा लाग्यो आज हामीलाई। 9 घन्टाको यात्रामा यस्तो बिजोग तरिकाले आयो होइन। लास्टै हरि बिजोग तरिकाले आइपुग्यो कि दाइ र मामाभित्र हामी पाण्डु सरसँग यस्तो पछाडि त उस्सु लागेर सकिन्न केही पनि देखिन्न होइन। अलिअलि हल्का देखिरहेको छ पोखरी चाहिँ यहाँ पर के गर्नु होइन। त्यहाँ चाहिँ अलिकति जान सकिन्न क्या भोलि बिहान मात्र हुन्छ त्यहाँ चाहिँ जान सकिन्छ। आज चाहिँ त्यहाँ सकिन्न लास्टै चिसो छ त्यहाँ। हेलो 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 हाम्रो चाहिँ यो चाहिँ होइन आलु आलु लुङ भन्छ यसलाई हाम्रो भाषामा। खाना रेडी हुँदैछ हाम्रो तरकारी रेडी भइसक्यो। अब पोखरी चाहिँ हाम्रो उज्यालो भयो अहिले चाहिँ हल्का बादल होइन। पोखरी चाहिँ यही हो एक्लै पोखरी भन्छ यसलाई चाहिँ होइन। पाण्डु सर यहाँ मामा यता। अब चाहिँ हामी चाहिँ एक्लै पोखरीतर्फ के रहेछ त्यो एक्लै पोखरीको रहस्य चाहिँ हेरिदिउँ। ठिक छ मामा यस्तो पछाडि देख्नुहुन्छ हाम्रो क्याम्प होइन। गाह्रो छ यस्तो हल्का बादल खुल्छ त्यतिखेर अब हल्का भिडियो बनाइहालेको हामीले होइन। भिडियो लिइसकेको हो हामीले चाहिँ। आम्बो सुगन्ध त कति 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 लामो है। एक्लै पोखरी स्वर्ग तर लास्टै जुगाडो गर्न नै गाह्रो। नजाने मान्छेले चाहिँ खानासाना पकाएर खान सकिन्न रहेछ क्या यहाँ। म फर्स्ट टाइम यस्तो चिसो होइन एक्लै पोखरीको भ्यू देख्नु छ तपाईँहरूले होइन। यस्तो बवाल
आजको हाम्रो भिडियो चाहिँ यहीँसम्म हुनेछ होइन। अब भोलि मात्र हामी 3 पोखरी पुग्नेछौँ। त्यस पछाडि यहाँको अपडेट दिनेछौँ हामी डे 3 मा। आज डे 2 मा चाहिँ आज हामी एक्लै पोखरीसम्म मात्र आइपुग्यौँ हामी चाहिँ आज। तर केही छैन, एकदम मजा छ। अब खानासाना खाएर हामी सुत्नु पर्ने हुन्छ साथी हो। लास्टै चिसो छ, म त कामिरहेको छु यार। नेपालीको छोरो भनेपछि चाहिँ यति गर्नु पऱ्यो, यतिको बहादुर, यहाँसम्म आएर ढाका टोपी लाउन सक्ने चाहिँ हुनु पऱ्यो क्या यतिको। के कसो पाण्डु सर? यतिको हुनुपर्छ, पाण्डु जस्तो मान्छे हुनुपर्छ, यतिको चाहिँ हुनुपर्छ मान्छे। तरकारी रेडी, खाना यहाँ छ। हाम्रो ग्रुपिङहरू चाहिँ यतै छ है। अरूलाई दिँदै गर्न न, म लास्टमा लाम्टाहरू मेरो भाइ झोलेहरू हामी चाहिँ अब यहाँदेखि ह्याप्स हान्नुपर्ने हुन्छ। अब खानासाना खाएर हामी चाहिँ टेन्ट रेडी गरेर होइन सुतिहाल्नु पर्ने हुन्छ। आज चाहिँ हामी अलिक गल्यौँ पनि। हाम्रो कुक चाहिँ उहाँ, नेपाली टोपी, नेपालीको गहना। लु हाम्रो चाहिँ डे 2 को नाइट डे चाहिँ अब यस्तो सकिसक्यो होइन। नाइट चाहिँ अब यहाँ चाहिँ दामी हामी चाहिँ ओछ्यानभित्र पसिसक्यौँ। एकदम गाह्रो तरिकाले खानासाना बनाएर खाइसक्यो। अझै हामी सुत्नेछौँ डे 2 मा। अब यस्तै छ। अब डे 3 मा भेट्नेछौँ हामी। अब सरहरू यता हुने, सरहरू अलिअलि यता छ होइन। गुड नाइट अब सम्पूर्णमा। अब डे 2 मा डे 3 मा भेट्नेछौँ हामी मर्निङमा। अब अहिले चाहिँ अब हामी सुत्नेछौँ साथी हो।